चाहिँ क्लिनिङ गर्नुपर्ने कति बजे आउनुहुन्छ भन्नु ड्राइभरलाई ठ्याक्कै यहाँ हाम्रो भित्रबाट किनभने यहाँ भोलि सबै अहिले पनि उहाँलाई देखाएँ सबै बाबुलाई कुरा गर्नुपर्ने गराइदिइसकेँ होइन अब भोलि नत्र हजुरको घर यो ग्लासहरू भयो भित्र बाहिर अनि पार्केटहरू मजाले मगाउने ग्लास ओभरअल भित्र बाहिर रुम चाहिँ लक छ रुममा पनि भयो सोफा छ 17-18वटा यो सोफाहरू भयो सोफा बेडसिटहरू अनि पर्दा तिम्रो आउँदैनौ कहाँ अगाडि खोइ देख्दैन अब यहाँ ग्लास भयो भित्र बाहिर वासरुम 6वटा किचन एरिया भयो किचन एरियाको ग्लासहरू ड्रयरहरू यो भयो अनि डाइनिङको टेबल सोफा 1 2 3 4 5 6 भयो टोटल चाहिँ 16 सिटर अनि सर टाइल भयो वासरुम भयो मुनिको अनि यो बेडसिटहरू सबै मजाले गरिदिनु पर्ने बेडसिट भयो भित्रको रुम भयो भित्रको रुम ग्लास ओभरअल वासरुम 7वटा अनि बाहिरबाट प्रेसर पानीले नि मजाले सफा गरिदिनु पर्ने अनि मार्बल भयो ट्याङ्की हुन्छ सर हाम्रो यो पार्किङ एरिया भयो ट्याङ्की नै हो सर हाम्रो यो भयो अनि ट्याङ्की अन्डरग्राउन्ड ट्याङ्की भयो त्यो भयो अनि ट्याङ्की अन्डरग्राउन्ड ट्याङ्की चाहिँ एउटा यो ट्याङ्की एउटा भयो अनि अन्डरग्राउन्ड ट्याङ्की र अनि रुफटप ट्याङ्की गर्नुपर्ने सफा